देख्नु पर्छ नि त भिन्दै देखि कि भाइ ओल्दा ओ आमा भन्नु नि होस्टी बराबर क्या है कति वर्षको भेट बुढो आमा जस्तै भएछ बुढो तपाईँ त भिन्दै हुनुभएको थियो नि चिन्नु नसक्यो कि म त कान्छी बेग्लै भेट्यो भने मैले चिन्नु थिएन मान्छे मैले म त मम्मी यस्तै भयो हुन त है त्यति राम्रो मान्छे सैनीको माया है अब यहाँ आएर है ओ यो छोरी भएछ नि बरु आवाजसित बरु यति राम्रो मान्छे सुन्नुभयो यति राम्रो मान्छे के हो यो सराहरूले मान्छे लिएर आउनु भयो चप्पल खाली चप्पल होइन झारगोडेको थियो त झारगोडको माछाहरू हो सन्चै हुनुहुन्छ के अरे सोर्दा हामी कस्तो थियौँ सोर्दा रहेछ है त्यस्तै पहिलाको जस्तै तर मान्छे त भिन्दै भइसक्यो कि भाइ नम्बर दिएको उहिले हो कान्छीले मलाई नम्बर दियो कि भाइ ऊ त फोन गरेर नसकेर क्या बेलुका त अहिलेपछि त भ्याउँदिनँ कान्छी बेलुका त भ्याउँछु नि है के भन्नु के हुनु भएर फोन गरेर नसकेर कस्तो भयो कति वर्षको भेट हामी 40 वर्ष भयो होला नि 40 45 वर्ष 40 वर्ष भयो 40 वर्ष सानोमै लाउनु भएको होला नि 40 वर्ष नि बरु बढी भयो घटी भयो कति वर्षमा लागेको छैन त्यस्तै 15 16 वर्ष होला नि है दाउरा घाँस सँगै गर्ने हो सँगै मेला पाता ओ आमाको आँखा नाक मुख दाँत जम्मै छोरीको यत्रैमा यस्तैमा अझ योभन्दा नि कलिलोमा कति माया लाग्दो पर्सिलो रहेछ के भएर हामी त धेरै भयो नि के अरे नि है तीन वर्षको छोरा छोरी भएर छोरीले क्यारे चिनी मलाई अहिले खान्छे तैँले भन्थिस् मैले उता आएको देखिथिस् चिराइदिनु भएको थियो अनि छोरीले क्यारे चिनी त मलाई पातली पातली हुनुहुन्छ भन्नुभएको थियो अनि मैले यहाँ आमाले चिनाइदिनु भएको थियो पोखरा बस्नुहुन्छ ल बिचरा आमा सोध्नु हुनुहुन्छ हामी 40 वर्ष नि यस्तै भेट यस्तै भेट्ने हो हामी नि भेटिराख्नु हेर्नु मलाई त ल है हाम्रो तपाईँ पनि त्यता जानु न लाज बुढी भएर होला नि यस्तै हो आमा त छैन आमा त एकछिन फुर्सद हुन्न क्या बिचरा छैन कि अहिले पनि यस्तो आउने मेसो भराएको त कहाँ घरै घरि घाँस काट्नु भयो कहाँ काट्ने जान्छु बल्ल गएको थिएँ अन्त दुर्गाले फोन हालेर त्यहाँबाट डोकोसोको उतै राखेर आइछु मामा आउँछ भन्दै चाहिँ दुर्गा त क्याटेको नि पाखा चाहिँ आइसक्यो अन्त सुगर प्रेसरको दबाई त खानुहुन्न दबाई नै खानु दबाई केको दबाई त खाएन खाँदा कुन दिन भक्रक्क ढल्ने हो बरु आसामा दबाई खानु पऱ्यो होइन ढल्ने भन्ने कुरो के थाहा छ अहिले दुर्गा बा पनि त्यसरी कुतुरो मर्छ नि के थाहा छ त दुर्गा बा त सिरिसै भगाउनु पर्यो तपाईँको घर चाहिँ कहाँ भनेर अचानकै आएको त्यतिकै अचानक सिकाइ पोखरा कहाँनिर बस्नुहुन्छ पृथ्वी छकमा पोखरा पृथ्वी चकैमा बाबु नानीको केटा छैन कस्तो आज छोरी होइन माइली हो ओ माइली हो अझै किन छोरी तिनटा